हेलो नमस्कार सबैलाई नमस्कार। मैले सधैँभरि एउटै कुरा भन्न चाहन्छु र भनिराखेको छु, सबैले आफ्नो एउटा कामलाई मात्र ध्यान नदिनु। हजुरहरूलाई जति काम आउँछ उति नै आफूलाई आवश्यकता परेको हुन्छ र कुनै पनि परिस्थितिमा तपाईहरूलाई रोकिनु पर्दैन र काम जहिले पनि सानो ठुलो हुँदैन। काम भनेको काम नै हो। काम नगरी हामीहरूलाई खानु छैन, बस्नु छैन। काम गर्न आवश्यक नै छ। त्यसैले काम सिक्नु जरुरी छ। काम सिक्नु भयो भने आफ्नो लागि हो, कसै अरूको लागि होइन। कुनै बेला कुनै आवश्यकता पर्छ त्यो थाहा हुँदैन र त्यो बेलामा तपाईको काम र तपाईको सिपलाई सबैले सलाम गर्छन् र सबैले मान्यता दिन्छन्। काम छैन भने त्यसको कुनै पनि मान्यता हुँदैन सिप नभइकन र त्यसैले सिप हुनु जरुरी छ। जे काम पनि आउनु पर्दो रहेछ भन्ने मलाई पनि भोगेरै थाहा भयो। तपाईहरूलाई कस्तो लाग्छ यो कुरा कमेन्टमा लेखिदिनु होला र शेयर पनि गर्नु होला।